हिमालको काखमा प्रकृतिले आफ्नो अनुपम रङ्गहरू छरेको एउटा सुन्दर गाउँ घले गाउँ, जहाँ प्रत्येक बिहान हिम श्रृङ्खलाको सुनौलो मुस्कानसँगै सुरु हुन्छ। प्रत्येक साँझ गुरुङ संस्कृतिको मिठासमा रमाउँछ र प्रत्येक पाहुनालाई आफ्नै परिवार सरह आत्मीयताले स्वागत गर्छ। हो, त्यही घले गाउँमा आज कथा यात्राको टोली उपस्थित भएका छौँ। यहाँको परम्परा, संस्कृति र जातीय एकतालाई मध्यनजर गर्दै यहाँ रहेका केही समस्या र सबल पक्षहरूलाई यस सानो दृश्य मार्फत देखाउन खोजिरहेका छौँ। आशा छ हजुरहरूलाई अवश्य मन पर्नेछ। आउनुहोस्, कथा यात्राको टोलीसँगै सानो कुराकानी गरौँ है त। नमस्ते। यति बेला हामी घले गाउँ जुन चाहिँ गुरुङ समुदायको एउटा कल्चर गुरुङ समुदायको बस्ती रहेको घले गाउँ पर्यटकीय क्षेत्र आएका छौँ र हामी यहीँ घले गाउँको होमस्टे सञ्चालक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। नमस्ते। हजुरको परिचय दिनुहोस् न। नमस्ते, मेरो नाम चन्द्रमाया गुरुङ। हजुर। खोला सोथार 3। हजुर। म चाहिँ होमस्टे सञ्चालक। हजुरको होमस्टे चाहिँ कहिलेदेखि सञ्चालन गर्नुभयो? सुरु भएको चाहिँ 57 सालदेखि। हजुर। मैले चाहिँ सुरु गरेको चाहिँ धेरै भएको छैन, 7-8 वर्ष जति भयो होला। 7-8 वर्ष भयो। त्यति नै भयो। होमस्टे सुरु गर्ने बेलामा के सोच लिएर सुरु गर्नुभएको थियो तपाईँले? होमस्टे सुरु गर्ने बेलामा चाहिँ यो अब यस्तै हो, के अरे 57 सालदेखि सुरु गर्यो। हजुर। अनि अरूले गरेको देखेपछि त्यो के अरे होमस्टे चाहिँ गर्नु पर्यो म पनि। हजुर। अनि त्यसमा होमस्टेमा गऱ्यो भने होमस्टे चलायो भने मेरो घर परिवार, मेरो बच्चाहरू पढाउने खर्चहरू चाहिँ त्यहीँबाट गर्न सक्छ होला भनेर सुरु गरेको। सुरुका दिनहरू कस्ता थिए तपाईँले होमस्टे गर्दाखेरि? सुरुमा चाहिँ मेरो त्यो धनसार थियो। हजुर। धनसारमा दुईटा बेड मात्रै आँट्ने धनसार थियो। त्यसमा चाहिँ फेरि हाम्रै गाउँको चाहिँ खाट हुँदैन, अरू लिनुपर्छ भनेर समितिले त्यो सूचना दियो। गर्ने भन्दा त सोध्नु पर्यो नि त गाउँलेसँग। गाउँलेसँग भन्दा नि समितिसँग सोध्नुपर्छ के चाहिन्छ। होमस्टे गर्दाखेरि के चाहिन्छ भनेर उनीहरूसँग सोध्यो। अनि सोधेपछि खाट आलु लिनुपर्छ, अनि के अरे दर्लङ आलु दिनुपर्छ, अनि सेतो तान्ना हाल्नुपर्छ भन्नुभयो। अनि मैले त्यही अनुसार गर्यो। पहिला सुरुमा चाहिँ मेरो 2टा बेड थियो। पछि फेरि 7वटा बनायो। फेरि अहिले चाहिँ 10वटा बनाएको। फेरि अब गरेपछि त्यो अलिकति गरेर नहुने रहेछ। धेरै कहिलेकाहीँ त विद्यार्थीहरू धेरै आउँदाखेरि त धेरै दिएपछि चाहिँ नआनी रहेछ भनेर मैले फेरि 7वटामा 3टा बेड बढाइदियो। यत्रो तपाईँको जस्तै 7-8 वर्ष भयो भन्नुभयो। हजुर। यो 7-8 वर्षमा अहिलेसम्मको सबैभन्दा ठुलो चुनौती होमस्टे गर्दाखेरि ठुलो चुनौती के छ नि? ठुलो चुनौती जस्तै तपाईँलाई समस्या अहिलेसम्म ठुलो होमस्टे गरेर तपाईँलाई होमस्टेमा आइपरेका समस्याहरू सबैभन्दा ठुलो समस्याहरू चाहिँ के छ नि? अहिलेसम्म चाहिँ समस्या भनेको चाहिँ अब त्यो सामानहरू जोड्न चाहिँ समस्या भयो। हजुर हजुर।
थपेपछि फेरि कोठाहरू थप्दाखेरि हजुर अनि त्यो सामानहरू थप्दा चाहिँ समस्या भयो हुन त हजुर तैपनि यो पाउनुबाट त समस्या भएन पाहुनाहरूबाट हजुर अहिलेसम्म त्यस्तो गाह्रो चाहिँ परिखाएन मलाई चाहिँ हजुर सजिलो तपाईँहरू जस्तै सजिलो सजिलो नै परेछ अहिलेसम्म नराम्रो चाहिँ परेको छैन अनि सरकार वा स्थानीय तहबाट चाहिँ तपाईँहरूलाई केही सहयोगहरू भएको छ कि भएको छैन सहयोग चाहिँ मेरो पोहोर खोला सौथारको हाम्रो खोला सौथारबाट हजुर पालिकाबाट भनौँ हजुर हजुर त्यो चाहिँ मैले राम्रोसँग बुझेन होइन हजुर यो होमस्टेमा महिलामै कस्तो भनेर है त्यो के अरे होमस्टेमा के चाहिन्छ एउटा होमस्टे 3टा वडा छ हाम्रो चाहिँ 3टा वडामा 3टा चाहिँ चुन्नी भनेर चुनेको रहेछ त्यो चुन्नीभित्रमा चाहिँ म परेँ रहेछ एउटामा अनि सोध्नु भएको थियो उनीहरूले के अरे के चाहिन्छ तपाईँको होमस्टेमा के समस्या छ भनेर सोध्नु भएको थियो हजुर हजुर मैले चाहिँ मेरो चाहिँ अरू सबै ठिकै छ मेरो चाहिँ अरू समस्या छैन हजुर मेरो चाहिँ एउटा टेबल चाहिँ किन्नु पर्नेछ भनेर मैले भनेको थियो हजुर त्यसो भए त्यो टेबल चाहिँ हामीले दिने भयो दुईटा टेबल मात्रै भन्नुभयो टेबल दिन्छु त भन्यो कति दिन्छ भनेर थाहा थिएन मैले हजुर हजुर पछि चाहिँ लिन आऊ भनेर बोलाउँदाखेरि जाँदाखेरि 2टा टेबल दिनुभयो त्यही हो मेरो चाहिँ अहिलेसम्मको सहयोग गरेको चाहिँ अनि अझै अब जस्तै घले गाउँलाई जस्तै अहिले पनि विकास घले गाउँ अझै पनि अहिले पनि पर्यटकीय क्षेत्र हो होइन जस्तै घले गाउँलाई अझै पनि राम्रो अझै विकास गर्न चाहिँ तपाईँलाई के भइदिए हुन्थ्यो जस्तो लाग्छ मैले अघि नै भन्यो नि सबभन्दा चाहिँ ठुलो हस्पिटल बिरामी हुँदाखेरि यहाँ कोही डेलिभरी गर्न चाहिँ नसकेर बिचरा त्यस्तो गाह्रो अवस्थामा बिचरा जानुपर्छ बिचरा हजुर हजुर एउटा चाहिँ त्यो भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ अनि त्यो चाहिँ जस्तै अब हेल्थ पोस्टहरू हुन्छ जस्तै पालिकाले दिएको हेल्थ पोस्टहरू हुन्छ त्यो हेल्थ पोस्टहरूमा चाहिँ त्यस्तो चाहिँ हुँदैन त्यो चाहिँ नर्मलहरू चाहिँ हुन्छ हजुर अनि अपरेसन अपरेसनै गर्नु पर्यो त तलै जानुपर्छ फेरि यहाँ थाहा हुँदैन नि त अब अपरेसनै गर्नुपर्छ कि नर्मल हुन्छ अरू चाहिँ बिरामी चाहिँ ठिकै छ खोप्न सक्छ होइन हाम्रो म महिला भएको कारणले डेलिभरी चाहिँ अलिक गाह्रो हुन्छ नि त त्यही भएर यहीँ भएको भए राम्रो हुन्थ्यो जस्तो नि लाग्छ मलाई त हजुर हजुर राम्रो हुन्थ्यो जस्तो होइन कि राम्रो भएको राम्रै हुन्थ्यो कि यहाँ भएको भए अनि त्यही हस्पिटल मात्र हो हस्पिटल अनि यो क्याम्पस बच्चाहरू पढ्ने हाम्रो यहाँ चाहिँ कतिसम्म छ नि पढाइ चाहिँ यहाँ यो गाउँमा चाहिँ 5 कक्षासम्म अनि तल बोकुमा हाम्रै पालिकामा 5 कक्षासम्म विद्यार्थीहरू यो गाउँबाट कति जान्छन् गाउँबाट जान्छ 6देखि चाहिँ तलै हो धेरै जस्तो यहीँबाट जान्छ कतिजना हुन्छन् होला लगभग स्कुलमा हजुर त्यो नि थाहै भएन फेरि मैले त तपाईँका बच्चा पछि जान्छन् कि मेरो बच्चाहरू जाँदैन त्यही भएर थाहा नभएको तपाईँका बच्चा बच्चीहरू चाहिँ कहाँ हुनुहुन्छ मेरो चाहिँ 2टा नानी त यहीँ पढ्यो हजुर अनि त्यो नानीहरू पढ्ने बेलामा त थाहा थियो हजुर हजुर आफू बच्चा भएपछि त थाहा हुने रहेछ कि गइराख्ने अनि कति जान छ भनेर यहाँ स्कुलमा गइराख्दाखेरि त थाहा हुँदो रहेछ अहिले चाहिँ मेरो बाबु चाहिँ तल बेसी सारमा पढ्नुहुन्छ त्यही भएर अलि थाहा भएन लगभग 15 जना जति त छ होला एउटा गाडी जान्छ यहाँबाट बिहान हिँडेर जाने बेलुका गाडीमा ल्याउने अहिले यो विद्यालयकै गाडीमा आउने हो कि बाहिरकै यो के अरे भाडा तिरेर महिनामा 600 तिर्छ भन्ने कुरा सुनेको थियो अब हो कि होइन हजुर हजुर अहिले धेरै नै भएन अहिले यो वैशाखबाट लागु भइगयो हजुर हजुर अनि जस्तै तपाईँले अब जस्तै यो जुन हाम्रो भिडियो मार्फत चाहिँ हेरिराख्नु भएको जस्तै घले गाउँ आउने पर्यटकहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ
भन्नै आएन त फेरि। अनि जस्तै तपाईँको होमस्टेमा उहाँहरू खोज्दै खोज्दै भिडियोहरूमा कल गरेर फोन गरेर आउनुहुन्छ, उहाँहरूलाई आउँदाखेरिको जस्तै हाम्रो होमस्टेमा यसरी यसरी आउनुहोस् भनेर भन्न तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? हाम्रो होमस्टेमा आउँदाखेरि चाहिँ सकेसम्म चाहिँ के अरे 2-3 दिनमा फोन गरेर आउनुहोस् होइन। अब प्याक अरू बेला अहिले पो सिजन छैन, अरू बेला चाहिँ प्याक हुनसक्छ। मेरै प्याक हुन्छ नि त्यो कस्तो यो अब चाहिँ के अरे आसुसदेखि त प्याक हुन्छ, असोजदेखि। त्यही भएर बस्ने ठाउँ नपाउन नि सक्छ। अनि यहाँ घले त्यस्तो सबै होमस्टेहरू प्याक हुन नि सक्छ, प्याक हुनसक्छ, त्यस्तो दिनहरू पनि छ। अनि फर्केर जान्छन् कि कोही चाहिँ बिचरा फर्केर जान्छ अरे, कोही कोही धेरै जस्तो चाहिँ हाम्रो छिमेकी गाउँमा अनि भुजुङ नायुम अनि गनपोखरा पठाइदिनुहुन्छ। अनि तपाईँहरूको जस्तै भुजुङ अनि घले गाउँ उहाँ तपाईँहरू दुईटा गाउँको चाहिँ कस्तो छ कुराकानी, तपाईँहरूको मेलमिलापहरू कस्तो छ? राम्रै छ। अनि तपाईँको जस्तै आफन्त पर्नेहरू त्यता हुनुहुन्छ? हुन्छ, हाम्रो त हाम्रो छिमेकी गाउँमा आफन्तहरू हुन्छ। अनि तपाईँको माइत चाहिँ कता हो नि? माइत चाहिँ मेरो यहीँ हो, यहीँ घले गाउँ। तपाईँलाई त धेरै सजिलो रहेछ। माइत आएको थियो नि बुहारी, त्यो बुहारी मेरै बुहारी हो। यहाँ झ्यालबाटै दिन्छ मेरो माइत घर चाहिँ। सजिलो रहेछ तपाईँलाई माइत सजिलो छ। अनि कसरी तपाईँ चाहिँ यहाँ विवाह भएर आउनु भएको छ? अब विवाह त कसरी भयो? जस्तै मागी विवाह गर्नु हो कि मागी होइन, प्रेम गरेर बिहा गर्नु? यहीँ गाउँमा? हजुर। अनि कति सालमा बिहा भयो तपाईँको? त्यो साल त थाहै भएन त बाबु, मैले फेरि भुलिसक्नु भयो। अनि कठिनाइहरू बिहा गरेर यत्रो वर्षको सङ्घर्षहरू के छन् तपाईँका, ती सुन्न मिल्छ कि मिल्दैन हामीले? बिहा गरेर त्यस्तो कठिन त भएको छैन मलाई। त्यो चाहिँ ठिकै छ। बिहा गरेर कति वर्षमा होमस्टे गर्नुभयो? बिहा गरेर धेरै वर्षमा बाबु, बिहा त 18 वर्ष जतिमा गरेको थियो। तपाईँको उमेर 18 वर्ष हुँदाखेरि? अहिले 8 वर्ष जति भयो मैले होमस्टे चलाएर। म 45 वर्ष भयो। यो घले गाउँ जस्तै गुरुङ समुदायको गाउँ हो होइन? हजुर। अहिले घले गाउँ भन्ने पनि यहाँ बस्तीहरू समुदायहरू चाहिँ गुरुङ समुदाय हुनुहुन्छ बढी। अनि तपाईँहरूको समुदायभित्रै नै चाहिँ कति मेलमिलाप छ? तपाईँहरू कसरी मिलेर बस्नु भएको छ? हाम्रो चाहिँ मिल्छ, सबै मिल्छ, नमिलेको भन्ने छैन। हाम्रो चाहिँ छिमेकी मिल्छ, जे गर्दा नि सल्लाह गरेर गर्ने हो, जे काम गरे नि। हाम्रो चाहिँ यो बाटो सफाको कुरा गरौँ, महिनामा गाउँभरिमा दुईचोटि गर्छ। अनि हाम्रो गल्ली चाहिँ हप्तामा गर्छ। अनि मिलेरै गरिरहेछ सबै काम। पहिला चाहिँ त्यो आम्दानी चाहिँ त्यहाँबाट मात्रै आउँथ्यो। अहिले चाहिँ हाम्रो गाउँमा यो छुट्टै के अरे गाउँको के अरे कोसेली घरमा चाहिँ हाम्रो के अरे गुरुङको भाडामा कपडा तपाईँहरू ड्रेस लाउँछ नि। हाम्रो आम्दानी भनेको त्यहीबाट आउँछ फेरि धेरै जस्तो। कसरी छ त्यो पनि भनिदिनु मिल्छ कि? जस्तै त्यो भाडामा कपडा लाउँदाखेरि उहाँहरू कसरी दिनुहुन्छ तपाईँहरूले? भाडा 200 भन्यो कि कति भन्यो, म त बिर्सेँ त अहिले त। तपाईँहरूको हाम्रो यहाँ होमस्टेमा छ कि छैन? हाम्रो चाहिँ